नमस्कार। लर्न जापानिज अन्तर्गतको जापानिज ल्याङ्ग्वेजको अर्को नयाँ क्लासमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म श्याम सिग्देल। आजको क्लासमा हामीहरूले जापानिज भाषामा गते सिक्न गइरहेका छौं। गतेलाई जापानिज भाषामा निची भन्ने गरिन्छ। हामीहरूले 1 गतेबाट 31 गतेसम्म कसरी लेखिन्छ अनि कसरी बोलिन्छ भन्ने कुराहरू सिक्न गइरहेका छौं। कृपया यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। जापानिज भाषामा गतेहरू लेख्नको लागि पनि हामीहरूले लर्न जापानिज अन्तर्गत पार्ट 3 मा पढेका अङ्कहरूलाई नै प्रयोग गरिन्छ भने केहीको लागि नयाँ शब्दहरू पनि याद गर्नुपर्ने हुन्छ। अब लागौं आजको क्लासतर्फ। गतेलाई जापानिज भाषामा निची भनिन्छ है। यहाँ मैले लेखेको 1 गतेबाट 10 गतेसम्म, 14 गते, 17 गते, 19 गते, 20 गते, 24 गते, 27 गते र 29 गते चाहिँ नयाँ उच्चारण गरिन्छ भने यो भन्दा बाँकी रहेका अरु भनेको हामीहरूले जुन अङ्क पढेका थियौं त्यसैको पछाडि निची थपिदिँदा हुन्छ। सम्पूर्ण गतेहरूलाई अन्तिममा निची जोड्नु पर्दछ। हामीहरूले 1 देखि 10, 14, 17, 19, 20, 24, 27 र 29 गतेको याद गर्नुपर्ने हुन्छ, यानी कि कण्ठ गर्नुपर्ने हुन्छ भने अरु गतेमा अन्त्यमा निची जोडेमा हुनेछ। अब हामी लेख्दै छौं 1 देखि 10, 14, 17, 19, 20, 24, 27 र 29 लाई कसरी लेखिन्छ भन्नेतर्फ। मैले जापानिज भाषाका केही गतेहरू यहाँ लेखिसकेको छु, जुन चाहिँ हामीहरूले पार्ट 3 अन्तर्गत पढेका अङ्कहरू भन्दा केही फरक छन्। यसको लागि उपाय भनेको यहाँहरूले यसलाई कण्ठ नै गर्नुपर्ने हुन्छ। यो भन्दा बाँकी रहेका जति पनि गते छन् तिनीहरूको अन्त्यमा निची थपिदियो भने स्वतः गते भन्ने अर्थ दिन्छ भने ती बाहेकका मैले यहाँ लेखाएको छु। हेर्नुस् त, जापानिज भाषामा 1 गतेलाई चुइताची भन्दो रहेछ। चुइताची भनेको 1 गते, फुचुका भनेको 2 गते, मिक्का भनेको 3 गते, योक्का भनेको 4 गते, इचुका भनेको 5 गते, मुइका भनेको 6 गते, नानोका भनेको 7 गते, यौका भनेको 8 गते, कोकोनोका भनेको 9 गते, तोका भनेको 10 गते। अब 14 लाई के भन्दो रहेछ हेर्नुस् त, ज्युयोक्का भनेको 14 गते, ज्युसिची निची भनेको 17 गते, ज्युकु निची भनेको 19 गते, हाचुका भनेको 20 गते, निज्युयोक्का भनेको 24 गते, निज्यु सिची निची 27 गते, निज्युकु निची 29 गते। फेरि एकपटक हामीहरू सँगै उच्चारण गरौँ त। चुइताची, फुचुका, मिक्का, योक्का, इचुका, मुइका, नानोका, यौका, कोकोनोका, तोका। त्यसै गरी ज्युयोक्का, ज्युसिची निची, ज्युकु निची, हाचुका, निज्युयोक्का, निज्युसिची निची र निज्युकु निची। यो भन्दा बाँकी रहेका जति पनि गतेहरू छन् तिनीहरूको पछाडि निची थपिदियो भने गते भन्ने अर्थ दिन्छ। जस्तै 11 गते भन्नको लागि 11 लाई ज्यू इची भनिन्छ भने निची थपिदियो भने ज्यू इची निची भनेको 11 गते। 12 लाई ज्यूनी भनिन्छ, अन्त्यमा निची थपिदियो भने ज्यूनी निची भनेको 12 गते। ज्यूसान निची भनेको 13 गते। 15 गते भनेको ज्यूगो निची, 16 गते भनेको ज्यूरोको निची, 17 गते यहाँ लेखिसकेका छौं ज्यू सिची निची, 18 गते ज्यू हाची निची,
19 गते जिउकु निची, 20 गते हाचुका। निजिउ हुँदैन है 20 गतेलाई, हाचुका। त्यही भएर मैले विशेष हाइलाइट गरेर लेखाइदिएको गतेहरूलाई याद गर्नु होला। 20 लाई हाचुका भन्छ, 21 लाई निजिउ इची निची, 22 लाई निजिउ नि निची, 23 लाई निजिउ सान निची, 24 लाई निजिउ यो का फरक छ है, 25 लाई निजिउ गो निची, 26 लाई निजिउ रोकु निची, 27 लाई निजिउ सिची निची, 28 लाई निजिउ हाची निची, 29 लाई निजिउ कुनिची, 30 लाई सान्जिउ निची, 31 लाई सान्जिउ इची निची। अङ्क अन्तर्गत नपर्ने मितिहरू यानि कि गतेहरू लेखिसकेका छौँ भने हामीहरूले पढेको अङ्क अन्तर्गत पर्ने गतेहरूलाई कसरी लेखिन्छ भन्ने कुराको केही उदाहरण मैले बताउन गइरहेको छु। हेर्नुस् त, हामीहरूले पढेका अङ्क अन्तर्गत पर्ने जुन अघि हामीहरूले लेखेका थिएनौँ त्यसलाई 11, सर्वप्रथम 11 लाई के भनिन्छ भन्ने तर्फ बुझ्नु पर्यो, अनि त्यस पछाडि निची थपिदिने हो। 11 भनेको जिउ इची हो, जिउ इची भनेको 11 हो, त्यसमा निची थपिदिएपछि गते भयो। जिउ इची भनेको 11, निची भनेको गते, 11 गते। 12 भनेको के हो त, जिउनी हो, त्यसमा निची थपिदिएपछि जिउनी निची भनेको 12 गते। 13 भनेको जिउसान हो, जिउसानमा निची थपिदिएपछि 13 गते। 25, अब 25 मा हेरौँ त, 25 भनेको कति हो त, निजिउगो हो नि, निजिउगो निची भनेको 25 गते। अब 30 गतेलाई कसरी लेखिँदो रहेछ हेर्नुहोस् त, पहिला 30 भनेको के हो त, 30 भनेको सान्जिउ हो, अनि निची थपिदिएपछि सान्जिउ निची भनेको 30 गते हो। यति गरिसके पछाडि यहाँहरूले गते लेख्न लगभग सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ। जापानिज भाषामा वर्ष लेख्न सिकिसकेका छौँ, महिना लेख्न सिकिसकेका छौँ, आज मिति लेख्न पनि सिकिसक्यौँ। केही मितिहरू लेख्ने कोसिस गर्दैछौँ, सँगै प्र्याक्टिस गरौँ। 3वटा कुराहरूलाई हामीले याद गरियो भने मिति लेख्न सकिन्छ। हेर्नुहोस् त, नेन भनेको वर्ष, वर्षलाई के भन्दो रहेछ, नेन। त्यसै गरी गाचु भनेको महिना, निची भनेको गते। नेन भनेको वर्ष, गाचु भनेको महिना, निची भनेको गते। नेन, गाचु, निची सम्झनु भयो भने हामीहरूले जति पनि वर्ष, महिना, गते लेख्न सक्नेछौँ। जस्तै आजको मिति लेख्ने कोसिस गरौँ त। आजको मिति भनेको 2025 6 महिना 21 गते अर्थात् 21 तारिक हो। अब यसलाई लेख्नको लागि यसको बीचमा नेन, यसको पछाडि गाचु, यसको पछाडि निची। 2025 भनेको पहिला 2000 लेख्न पर्यो, 2000 लाई निसेन, 25 भनेको निजिउगो, के भने भयो त, नेन। वर्ष त लेख्नु पर्यो नि, वर्षलाई नेन भनिन्छ, निसेन निजिउगो नेन। 6 महिना भनेको 6 लाई के भन्छ त, रोकु गाचु, रोकु गाचु। अब 21 लाई के भन्छ त, निजिउ इची। हेर्नुभयो, 2025 6 महिना 21 गतेलाई हामीहरूले मितिमा कसरी लेख्यौं त, निसेन भनेको 2000, निजिउगो भनेको 25, 2025, नेन भनेको वर्ष, 6 भनेको रोकु, महिना भनेको गाचु, 6 महिना भनेको रोकु गाचु। 21 लाई के भन्दो रहेछ त, निजिउ इची, निची भनेको गते।
2025 6 महिना 21 गतेलाई यसरी लेखिदो रहेछ। तपाईहरूको जन्मदिनलाई पनि लेख्न सक्नुहुन्छ। उदाहरणको लागि एउटा काल्पनिक जन्मदिन यहाँ लेखेको छु। यसलाई कसरी लेखिन्छ कोसिस गरौँ त। अब कोसिस गर्नु हेर्नुहोस् है। 1000 लाई इचिसेन भनिँदै सेन भनिन्छ। नेपालमा पनि 1000 भन्नुभन्दा पनि 1000 भनिन्छ नि हो। जापानिजमा पनि 1000 लाई इचिसेन नभनिकन सेन भनिन्छ। सेन क्युयाकु क्युजुगो नेन। 9 महिनालाई के भन्नुभयो त कुगाचु। कु भनेको 9, गाचु भनेको महिना, 17 भनेको जिउ सिची, गते भनेको निची, जिउ सिची निची। 1995 भनेको के रहेछ त सेन क्युयाकु क्युजुगो। सेन भनेको 1000, क्युयाकु भनेको 900, क्युजुगो भनेको 95। सेन क्युयाकु भनेको सेन भनेको 1000, क्युयाकु भनेको 900, क्युजुगो भनेको 95। वर्ष भनेको नेन। कुगाचु भनेको कु भनेको 9, गाचु भनेको महिना, कुगाचु भनेको सेप्टेम्बर महिना। जिउसिची भनेको 17, निची भनेको गते। सेन क्युयाकु क्युजुगो नेन कुगाचु जिउसिची निची। यहाँसम्म बुझ्नुहुन्छ होला। तपाईहरूले पनि घरमा आफ्नो जन्मदिन, आफ्नो परिवार कसैको जन्मदिनहरूलाई कल्पना गरेर लेख्ने कोसिस गर्नुभयो भने पक्कै पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै लर्न जापानिज अन्तर्गतको जापानिज ल्याङ्ग्वेज क्लास आजको लागि सकिएको छ। म पनि बिदा चाहन्छु। हवस् त, नमस्कार। यहाँहरूको बाँकी समय शुभ रहोस्।